यो कुरिलो हो। यो कुरिलो आज बिहान बिहान हामी बुढाबुढी गएर टिपेर ल्याएको। यति राम्रा थोसा छन्। यो कुरिलो हो। जङ्गलमा गएर घुमेर वाकिङ गर्दै गर्दै गएर घुमेर लिएर आएको यो कुरिलो हो। अहिले यही कुरिलोको सब्जी पकाउने विचार छ। राम्रो छ। कति राम्रा छन्। यिनी ठोसा पनि यति राम्रा छन्। यिनी ठुला भएका त यिनी ठुला भएका यत्रै हुन्थे यत्रै। कति ठुला ठुला पनि छन्। कति ठुला ठुला पनि छन्। कति राम्रो छ यो कुरेलो। हाम्रो गाउँठाउँमा घुम्न जाने हो भने खोज्ने हो भने कोही तरकारी किनेर खानेको आवश्यक पर्दैन। यदि हर प्रकारको सब्जी हुन्छ। यो त दबाई पनि हुन्छ अरे। हाम्रो बुढासित वाकिङ गएकोमा बुढाले पनि टिप्नु भएको, मैले टिपेको वाकिङ गएर अन्त भर्खरै घर आएको। अब यसैको तरकारी पकाउने विचार छ। राम्रो लाग्छ भने फेरि टिप्न जाम्ला। मसित सम्पर्क राख्नुलाई साथी हो।